हेलो फ्रेंड्स वेलकम बैक। सो फ्रेंड्स हामीले प्रिभियस भिडियोमा देख्यौँ कि कसरी चाहिँ हामीले टाइप्सवाला विन्डोज 10 एन्ड 11 को लागि चाहिँ 64 बिटमा विदाउट इररिङ चाहिँ हामीले सक्सेसफुली रन गर्यौँ हैन, र त्यहाँ प्र्याक्टिस पनि गर्यौँ हैन। सो आजको भिडियोमा हामी हेर्नेछौँ फ्रेंड्स त्यसकै रिलेटेड चाहिँ हामीले चाहिँ आफ्नो कम्प्युटरमा चाहिँ फन्टहरु हैन, नेपाली फन्टहरु कसरी डाउनलोड गर्ने। सो चाहिँ किनभने चाहिँ हामीले नेपाली फन्ट्स चाहिँ डाउनलोड नगरिकन चाहिँ हामीले टाइपिङ चाहिँ गर्न सकिदैनौँ हैन। सो आज त्यसकै बारेमा चाहिँ हेर्छौँ हैन। सो गुगल क्रोम खोलेर चाहिँ तपाईले चाहिँ हेर्नुहुन्छ। सो म पहिले नै खोलेर सबै चाहिँ राखिसकेको छु ताकि टाइम वेस्ट नहोस् भनेर हैन। सो यहाँ तपाईले हेर्न सक्नुहुन्छ नेपाली ट्रेडिसनल युनिकोड भनेर हैन, यहाँ देख्न सक्नुहुन्छ। सो यहाँ तपाईले चाहिँ क्लिक हियर तल साइडमा चाहिँ देख्न सक्नुहुन्छ डाउनलोडको चाहिँ क्लिक पछि डाउनलोड हुन्छ। सो डाउनलोड भइसक्यो हैन। सो यो डाउनलोड एउटा भइसक्यो। सो यहाँ तपाईले तलपट्टि पनि हेर्न सक्नुहुन्छ प्रीति फन्ट, कालीमाटी फन्ट सबै चाहिँ यहाँ दिएको छ हैन। सो यो तीनटा चाहिँ छ। सो प्रीति फन्ट पनि डाउनलोड भइसक्यो हैन, अनि कालीमाटीमा चाहिँ हामीले चाहिँ यहाँ क्लिक गर्दाखेरि डाउनलोड हुन्छ। सो नेक्स्ट पेजमा हेर्दाखेरि चाहिँ नेक्स्ट पेजमा पनि तपाईले यहाँ हेर्न सक्नुहुन्छ नेपाली युनिकोड्स भनेर चाहिँ दिएको छ, र त्यहाँ डाउनलोड क्लिक गरेपछि त्यो डाउनलोड हुन्छ हैन। सो त्यो डाउनलोड भयो हैन अर्को पेजमा पनि। र फ्रेन्ड्स कहाँबाट र कसरी चाहिँ पुरै डाउनलोड गर्न सक्नुहुन्छ। सो तपाईले यहाँ हेर्न सक्नुहुन्छ प्रीति नर्मल, कालीमाटी रेगुलर, पीएफ रेगुलर भनेर हैन, कान्तिपुर रेगुलर। सो यो सबै चाहिँ फन्टहरु रहेको छ हैन, तपाईले हेर्न सक्नुहुन्छ थुप्रै रहेको छ। सरी यहाँ तपाईले 211 वटा फन्टहरु छ। सो नेपाली फन्टमा गएर चाहिँ तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हैन। तपाईले त्यहाँबाट चाहिँ पुरै फन्टहरु डाउनलोड मजाले चाहिँ गर्न सक्नुहुन्छ। तपाईको चाहिँ जस्तै प्रेसमा भइगयो हैन, प्रेसमा अब अफिसियली वर्कको लागि सबै चाहिँ यसमा दिएको छ हैन। जो थुप्रै छ फ्रेन्ड्स, यहाँ हेर्न सक्नुहुन्छ आकृति भनेर चाहिँ यो सबैको चाहिँ के हुन्छ वेडिङ कार्डमा यो तपाईको चाहिँ डिजाइनिङहरुमा चाहिँ तपाईले यो फन्टहरु युज हुन्छ हैन। सो यहाँ सबै छ, सबैको तपाईले यहाँबाट इजिली चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। सबै मैले तपाईले चाहिँ यहाँ देखाउँदै छु हैन। यो सबै तपाईले इजिली चाहिँ हेर्दै चेक गर्दा हैन तपाईले कुन चाहिँ आवश्यक छ हैन, तपाईले चाहिँ कहाँ आफ्नो काम गर्दै हुनुहुन्छ हैन अफिसियली वर्कको लागि चाहिँ। सो नेक्स्ट पेजमा पनि तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। सो आमा फन्ट चाहिँ छ नेपाली दिएको छ हैन, सगरमाथा, मङ्गला, कान्तिपुर, देवनागरी सबै छ फ्रेन्ड्स। सो यहाँबाट तपाईले चाहिँ मजाले इजिली चाहिँ डाउनलोड गरेर तपाईले चाहिँ इन्स्टल गर्न सक्नुहुन्छ। सो सर्टकट की पनि दिएको छ। सो यहाँ तल यहाँबाट पनि यो सबै लेखेर राख्न सक्नुहुन्छ, किनभने सर्टकट किजहरु पनि तपाईले कुनैको आवश्यक पर्छ हैन। सो डाउनलोड गर्यौं र अब यसलाई इन्स्टल गर्छौं कसरी भने फ्रेन्ड्स हैन। त्यहाँ अब डाउनलोडमा गएर चाहिँ तपाईले चाहिँ डबल क्लिक गर्नु होला। डबल क्लिक गरेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ इन्स्टलमा क्लिक गरेपछि तपाईको इन्स्टल हुन्छ हैन। सो यो इन्स्टल भएपछि तपाईले फ्रेन्ड्स अब यहाँ तपाईले चाहिँ चेक गर्न सक्नुहुन्छ तलपट्टि राइट कर्नरमा तपाईले चाहिँ त्यहाँ ल्याङ्ग्वेजको सेटिङ दिएको हुन्छ। सो ल्याङ्ग्वेजको सेटिङमा तपाईले क्लिक गर्दाखेरि तपाईले देख्न सक्नुहुन्छ हैन। जब इन्स्टल गर्नुहुन्छ भने त्यहाँ तपाईको देखाउँछ हैन सबै। सो विनवर्ड्स खोलेर तपाईले चाहिँ अब म देखाउँछु हैन। सो विनवर्ड खोलेर चाहिँ कसरी चाहिँ अब जस्तै अब त्यहाँ तपाईले चाहिँ फन्ट चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ कालीमाटी हैन, र अब त्यो 20s गरौँ हैन, 20s गरेर तपाईले यहाँ टाइप गर्नुपर्ने हुन्छ। सो यो याद गर्नुपर्ने हुन्छ। सो यसको अब छ फ्रेन्ड्स, अब यो चाहिँ याद गर्नुपर्ने हुन्छ हैन तपाईको चाहिँ अब किबोर्ड्समा चाहिँ कसरी चाहिँ टाइप गर्ने र ह्यान्ड चाहिँ कसरी बसाउने भनेर फ्रेन्ड्स हैन। यो कुरा पनि म तपाईले चाहिँ अब नेक्स्ट भिडियोमा बताउँछु फ्रेन्ड्स कसरी गर्ने भनेर, र यसको किबोर्डको चाहिँ सो कसरी चाहिँ तपाईले चाहिँ त्यो नेक्स्ट भिडियोमा म बताउँछु फ्रेन्ड्स यसको सर्टकट किजहरु हैन, र तपाईले लेख्न सक्नुहुन्छ र लेखेर तपाईले याद गरेर चाहिँ प्र्याक्टिस गर्न सक्नुहुन्छ हैन। सो नेक्स्ट भिडियोमा यसको म बताउँछु तपाईले। सो यहाँ हेर्न सक्नुहुन्छ क ख ग अङ्ग छ, यो सबै याद गर्नुपर्ने हुन्छ। राम कसरी लेख्ने, श्याम कसरी लेख्ने हैन। सो यो सबै चाहिँ तपाईले यहाँ त्यो याद गरे सिकी बापत मात्र तपाईले चाहिँ टाइपिङ गर्न सक्नुहुन्छ हैन। सो यहाँ तपाईले हेर्न सक्नुहुन्छ। सो यो रहेको छ अब राम, सीता, गीता, रीता, सीता हैन, यो सबै छ कसरी लेख्ने हैन। र फुल चाहिँ डकुमेन्टहरु चाहिँ कसरी लेख्न सकिन्छ हैन, एउटा चिठी कसरी लेखिन्छ हैन, त्यो सबै चाहिँ तपाईले यो याद गरिसकेपछि बल्ल हुन्छ, र प्र्याक्टिस पनि गर्नुपर्ने हुन्छ। कसरी चाहिँ टाइपिङ ह्यान्ड तपाईले बसाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ टाइपशालामा तपाईले चाहिँ धेरैभन्दा धेरै प्र्याक्टिस गर्नु हैन, र यो साथमै यो पनि याद गर्नु, जुन चाहिँ यो किवर्ड छ यो सबै याद गर्नुपर्ने हुन्छ। बल्ल तपाईले चाहिँ मात्र नेपालीमा तपाईले फर्र टाइपिङ गर्न सक्नुहुन्छ हैन। सो यसमा तपाईले यहाँ हेर्नुभयो कसरी चाहिँ हामीले फन्टहरु चाहिँ डाउनलोड गर्ने भनेर फ्रेन्ड्स हैन। यो भिडियो तपाईले चाहिँ अब अहिलेसम्म हेर्दै हुनुहुन्छ फ्रेन्ड्स भने तपाईको यो भिडियो कस्तो लाग्यो लाइक गर्नु होला, कमेन्ट गर्नु होला फ्रेन्ड्स, कस्तो लाग्यो तपाईको आफ्नो राय दिनु होला हैन। एन्ड फ्रेन्ड्स अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तलपट्टि रातो बटन क्लिक गरेर सब्स्क्राइब गर्नु होला, र साथमा बेल आइकन पनि अन गर्नु होला आउने भिडियोको नोटिफिकेसन तपाईले पहिलो मिलोस्। एन्ड फ्रेन्ड्स भिडियोमा यहाँसम्म हेर्दिनको लागि थ्यांक यू सो मच। एन्ड फ्रेन्ड्स भिडियोमा यति नै। सो नेक्स्ट भिडियोमा म तपाईले लिएर आउने छु यो फन्टहरुको सर्टकट किज फ्रेन्ड्स, जसले तपाईको टाइपिङमा एकदमै इम्पोर्टेन्ट हुनेछ। सो फ्रेन्ड्स स्टे ट्युन।